हामी होटल इन्डस्ट्रीमा काम गर्ने मान्छेहरूको हाल यस्तै हुन्छ। मस्तले ग्रेभी बनाएर चाहिँ अहिले तपाईँको यो चाहिँ पावा बटाटा भन्छ यसलाई, मैले बनाउनु गएको चिजलाई। पावा बटाटा चाहिँ तपाईँको बिहान स्टाफहरूलाई नास्तामा परेको हुन्छ। यसो लाएर अब कहिले कहिले भिडियो पनि बनाइदिनु न त भनेर भिडियो बनाएर लगाएको। फेरि मेरो जिनियर सर पनि हुनुहुन्छ, उहाँले सिकाउनुहुन्छ अलिअलि केही कुराहरू, त्यसमा त्यही अनुसारले काम गर्छु मैले। उहाँले नसिकाए त काम 1-2 महिना चाहिँ सिकाउनुपर्छ। यहाँ चाहिँ म त अब चाइनिज हो नि त, यो गुजराती नास्ता मैले बनाउँदैन, चाइनिज नास्ताहरू बनाउँछु। सिकाउनुहुन्छ अलिअलि मसलाहरू त हाल्न सिकाउनुहुन्छ, अरू मैले आफै हाल्छु। तपाईँको आलु छिलेर रेडी गरेर राखेको थिएँ। आलु हालेर एकछिन मस्तले त्यसलाई घुमाइदियो। मस्तले आलुलाई चलाएर रेडी बनायो नि त आलुलाई। अर्को अङ्कल हुनुहुन्छ उता गुजराती सेफ, उहाँ चाहिँ आफ्नो काममा बिजी हुनुहुन्छ। हेर्नुहोस् यस्तो भयो ग्रेभी चट लाएर मलाई नि त राम्रो भयो नि त। खाउँ जस्तो बास्ना आउँछ फेरि मगो लाएर, त्यस्तो खालको ग्रेभी बनेको। ग्यासलाई चाहिँ अलि सानो बनाउनुपर्छ, किनकि अब यो जल्न पनि सक्छ। अरू हाल्नुपर्छ मैले त्यो अरू ग्रेभी रेडी हुन लागिसकेछ। उता मैले यो चाहिँ हाम्रो त्यो भुजा भन्छ, यसलाई चाहिँ भिजाएको हुन्छ 15 मिनट जति। त्यसपछि यसलाई चाहिँ फेरि फिटालेर हाल्नुपर्छ कि एकदम मस्तले हालेलाई हालिसकेपछि त्यही हो मनुहरू हालेपछि मस्तले चाहिँ यो नास्ता चाहिँ तपाईँको 20-25 जना स्टाफहरूलाई पुग्छ। मस्तले धनिया हाल्नु पऱ्यो टक्क लाएर, चाहिँ अब स्वाद पनि हुन्छ र यसले भनिदिन्छ, अब राम्रो पनि देखिन्छ यसको अहिले। त्यही भएर धनिया जरुरी हुन्छ। निम्बु यसमा अब त्योहरू पिरोहरू बढी हुन्छ। निम्बु हालेपछि ऊ पिरोलाई बाजुमा उसमा ल्याउँछ, कब्जामा ल्याउँछ। निम्बु हाल्नु पऱ्यो मस्तले, निम्बु सिम्बु हालेर यसलाई चलाइ ज्यान यस्तरी फटाउनु पऱ्यो यसलाई मस्तले चलाइराख्ने गरेर मस्तले। यो चाहिँ अलरेडी बोइल गरेको हुन्छ, पाक्नमा धेरै टाइम लाग्दैन, एकछिनमै पाकिहाल्छ। यसलाई चाहिँ सबै ठाउँमा मसला मिक्स गर्नुपर्छ अनि यो चाहिँ रेडी भइहाल्छ। रेडी हुनमा त्यस्तो टाइम लाग्दैन अनि यो चाहिँ तातो खाँदामा सही हुन्छ। ल हेर्नुहोस् बनेपछि यस्तो हुन्छ। यस्तो कस्टमरहरू मस्तले चिया बन्दैछ हाम्रो बाहिर। यो हाम्रो